र डिमेरिट त्यो खुट्याउन सक्ने समाज खोइ हामी भन्छौं डिजिटल समाजमा युवाहरू हुर्किरहेछन् डिजिटल समाजमा पाइला टेक्ने युवाहरूलाई समाजमा युवाहरू हुर्किरहेछन् डिजिटल समाजमा पाइला टेक्ने युवाहरूलाई त हामी के सोच्छौं भन्दाखेरि लिटरेट पृष्ठभूमिबाट आएका हो कि हैन शिक्षित पृष्ठभूमिबाट आएका भनेर हामी सोच्छौं नि त्यस्ता समाजका त्यो डिजिटल मिडियामा चाहिँ नि गतिविधि गरिरहेका व्यक्तिहरूले त मेरिट र डिमेरिट चाहिँ छुट्याउँछन् भन्ने एउटा हामीमा सोच हुन्छ नि तर एउटै घानमा सबै पसेपछि के होला ल भन्नुस् त जतिसुकै राम्रा सोशल मिडियामा राम्रो गतिविधि गर्नेहरू पनि ओझेलमा परिरहेको अवस्था म देख्छु एउटा कुरा नि नेपाली ब्रो भनेर चिनिने कुमार थापा हजुर हत्यारा भनेर अहिले विरोध भइरहेछ अनुसन्धान भइरहेछ उनी नियन्त्रणमा छन् र उनले चाहिँ केही समय अगाडि भनेका थिए कमिला मार्न पनि मलाई डर लाग्छ भनेका उनी छाडा बोल्दै छाडा युवतीसँग सोशल मिडियामा रमाएका चर्चामा आएका उनी बदनामित भए पनि जे होस् भाइरल भएका उनी अब उनले चाहिँ चक्कु प्रहार गर्ने अथवा खुकुरी प्रहार गर्न सक्ने त्यो मानसिकता त्यो मनोवृत्ति कसरी बन्यो होला एउटा कुरा तपाईले हेर्नु होला अनुसन्धान त प्रहरीले गरिहाल्छ हैन राम्रैसँग गर्छ किनभने एउटा महिलाको हत्या भएको छ त्यो पनि ब्याकग्राउन्ड त्यो महिलाको सुरक्षा निकायको रहेछ हैन आर्मी नेपाली सेनामा काम गर्ने रहेछन् उहाँ हैन त्यो घटनालाई त गम्भीरताका साथ सुरक्षाकर्मीले चाहिँ हेरिहाल्छ है तर एउटा के छ भन्दाखेरि त्यो व्यक्तिको बारेमा तपाईले हेर्नु होला अनुसन्धानबाट पक्कै पनि देखिन्छ त्यसको चाहिँ नि एक्स्ट्रा मेरिटल अफेयर पनि होला बाहिरी चक्कर एकदम त्यो 100% होला हेर्नुस् म त्यसमा फरकै छैन ल किनभने मैले सुनेसम्म बेला बेलामा विभिन्न महिलाहरू सँग चाहिँ नि यो व्यक्तिले अभद्र व्यवहार गरेको त्यसमा चाहिँ श्रीमतीले पनि उजुर गरेको जस्तो कुराहरू मैले सुन्छु है मैले सुनेको आज है त्यसमा सत्यता के हो मलाई थाहा छैन हैन पक्कै पनि होला हेर्नुस् आफ्नो माया गर्ने सिन्दूर हालेर ल्याएको श्रीमती हैन एउटा बच्चा पनि छ उहाँको छोरा पनि छ त्यो व्यक्तिले नेपाली ब्रोले समाजमा अराजकता फैलाउने व्यक्तिले चाहिँ साइडमा तपाईले जुन अफेयर भन्नुभयो एउटा नर्स गर्लफ्रेन्ड पनि उनको रहेछ भन्ने कुरा मैले पक्कै पनि हो के त्यो अनुसन्धान गर्दै जानुस् न एउटा मात्रै होइन आफै गल्ती गर्ने आफै प्रस्त्रीसँग लाग्ने